साथीहरू नमस्कार। आज मैले तपाईँहरूमाझ एउटा भिडियो लिएर आएको छु। यो भिडियोको विषय भने नितान्त अनौठो र अचम्म लाग्दो छ। कतिलाई यस विषयमा पहिल्यै थाहा भएको पनि हुनसक्छ, कतिलाई थाहा नभएको हुन पनि सक्छ, कतिलाई यस भिडियो हेरेपछि मात्रै थाहा हुन पनि सक्छ। त्यसैले सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। कतिलाई यो भिडियो हेरिसकेपछि यस विषयमा विश्वास लाग्न पनि सक्छ, कतिलाई नलाग्न पनि सक्छ। अब विषयमा प्रवेश गरौँ। यो मैले स्क्रिनमा देखाइरहेको भनेको यो एउटा पात्र हो। यो नेपाली पात्र हो होइन, यो चाइनिज पात्र हो। चाइनिज पनि कस्तो पात्र हो भन्दा चाइनिज जेन्डर प्रिडिक्सन क्यालेन्डर हो। यो चाहिँ चाइनिज मान्यता अनुसारको छोरा अथवा छोरी प्राप्त हुने मिति फलादेश गरिएको पात्र हो। यसले बच्चाको लागि चाहिँ योजना गरिरहेकाहरूको लागि छोरा अथवा छोरी चाहे अनुसारको सन्तान प्राप्त गर्न सजिलो होस् भनेर चाहिँ चाइनिज मान्यता अनुसार यो पात्र प्रकाशित गरिँदो रहेछ। अनि अर्को भनेको आफ्नो गर्भमा रहेको बच्चा छोरो हुन्छ कि छोरी हुन्छ भनेर चाहिँ हेर्ने यो परम्परागतमा आधार चाहिँ के रहेछ भन्दा यो पात्र रहेछ। अब यहाँनिर म तपाईँलाई हेर्ने तरिका पनि सिकाउँदछु। यहाँनिर लेफ्ट साइडमा लेखिएको छ मदर बोर्न बिट्विन भनेर। यो चाहिँ आमाहरूको एज उल्लेख गरिएको छ। अनि यो टपमा चाहिँ यस फेब्रुअरी 17 देखि जनवरी 8 सम्म चाहिँ यहाँ महिनाहरू उल्लेख गरिएको छ। त्योभन्दा तल 1 देखि 12 सम्म चाहिँ अङ्क लेखिएको छ। अनि सबभन्दा पुछारमा बेबी बोय र बेबी गर्ल भनेर यहाँनिर लेखिएको छ। यो बेबी बोय भनेको यो निलो सङ्केत हो। यो निलो सङ्केत भएका छोराको सङ्केत हो भने यो रातो भएको चाहिँ यो छोरीको सङ्केत हो। अब तपाईँहरूलाई खोलिदिन लागिसक्यो होला यो हेर्ने तरिका कसरी हो भनेर। यो चाहिँ 2026 को मात्रै हो है, यो क्यालेन्डर यो 2026 को लागि मात्रै हो। अब तपाईँहरूलाई हेर्न यदि आफ्नो पनि के मिल्छ कि मिल्दैन भनेर चाहिँ तपाईँहरूले परीक्षण गर्न चाहनुहुन्छ भने गुगलमा गएर त्यसै वर्षको क्यालेन्डर डाउनलोड गरेर कतिको मिल्दो रहेछ भनेर चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। अनि यसमा एउटा कुरा चाहिँ के रहेछ भन्दा अरू धर्मको अरू परम्पराको सूत्र सिद्धान्त भन्दा यो चाहिँ अति विश्वसनीय र प्रभावशाली भनेर मानिँदो रहेछ। धेरै मिलेको भनेर चाहिँ यो मानिँदो रहेछ है त। तपाईँलाई हेर्ने कुरा सिकाउँदछु। अब यो 2026 को लागि भएको हुनाले गर्दा पछि तपाईँले विचार गर्न पनि तपाईँले सक्नुहुन्छ। अब यहाँनिर 2009 जनवरी 26 देखि फेब्रुअरी 14 2010 सम्मका महिलाहरूको उमेर भनेको 18 हो। 18 वर्ष भएका महिलाहरूको यदि पहिलो महिनामा गर्भ रहेको हो भने छोरी हुने रहेछ। अब यो महिना कसरी हेर्ने भन्दाखेरि फेब्रुअरी 17 देखि मार्च 18 सम्म यदि गर्भ रहेको हो भने त्यो पहिलो महिना हो। 18 वर्ष का महिलाको पहिलो महिनामा यदि गर्भ रहेको हो भने छोरी प्राप्त हुने रहेछ। त्यस्तै गरी दोस्रोमा छोरो, तेस्रोमा छोरी, त्यसपछि 12 सम्म नै छोरो 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 नै छ। त्यसै गरी यहाँनिर 45 वर्षसम्मका महिलाहरूको लागि चाहिँ फलादेश गरिएको छ। अब यो 2026 को लागि मात्रै हो। यदि तपाईँले आफ्नो पनि यो कतिको मिल्दो रहेछ भनेर हेर्न चाहनुहुन्छ भने त्यसै वर्षको क्यालेन्डर डाउनलोड गरेर यही आधारमा तपाईँले हेर्न सक्नुहुनेछ है त। भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई